तपाईलाई थाहा छ मानिसको दिमाग भित्रको न्युरोन सञ्चालनका बारेमा? थाहा छैन भने आउनुहोस्, आज हामी तपाईलाई यसको बारेमा बताउनेछौँ। आज तपाईँ आफ्नो शरीर र दिमागका बारेमा जे जान्नु हुँदैछ त्यो सुनेर तपाईको दिमाग अवश्य पनि चक्राउनेछ। दर्शकबिन, आजको यस श्रृङ्खलामा हामी हाम्रो शरीरको यस्तो रहस्यको बारेमा चर्चा गर्नेछौँ जसको बारेमा तपाईलाई अझैसम्म पनि केही थाहा छैन। ब्रेन न्युरोन कम्युनिकेसन स्पिड। तपाईको दिमागभित्र एक न्युरोनले अर्को न्युरोनसँग सम्पर्क गर्दछ। यदि हामीले यो सिग्नलको गतिलाई मापन गर्ने हो भने यसको गति 431 किलोमिटर प्रति घण्टा, अर्थात् यो दुनियाँको सबैभन्दा तेज बुलेट ट्रेनको स्पिड बराबर एक न्युरोन अर्को न्युरोनसँग आपसमा सम्पर्क गर्ने गर्दछ, अर्थात् इलेक्ट्रिक एक्टिभिटी हुने गर्दछ। हाम्रो दिमागभित्र यति स्पिडले विद्युतका माध्यमले कार्य भइरहेको हुन्छ कि जसको अनुभव हामीलाई हुँदैन। अनि दिमाग नै दुनियाँको एक यस्तो मेसिन हो जुन यति धेरै काम गर्दा पनि सानो आवाजसम्म निकाल्दैन। नम्बर अफ केमिकल रियाक्सन। सायद तपाईलाई थाहा नहोला, 1 सेकेन्डभित्र तपाईको दिमागभित्र करिब 1 लाख केमिकल रियाक्सन हुने गर्दछ। यति धेरै केमिकल रियाक्सन प्रत्येक सेकेन्ड तपाईको दिमागभित्र चलेकै कारण अहिले तपाईँ जिउँदो हुनुहुन्छ। यदि त्यसमध्ये एक मात्र केमिकल रियाक्सन भएन भने सम्झनुहोस् त्यो तपाईको अन्तिम क्षण हो। ब्लड ट्राभल 1000 of किलोमिटर पर डे। तपाईले यो त सुन्नु नै भएको होला, हाम्रो शरीरभित्र रगत दौडिन्छ माथिदेखि तलसम्म र तलदेखि माथिसम्म, यसैले हामीलाई जिउँदो राख्दछ। तर के तपाईलाई थाहा छ मानव शरीरमा रगतले कति दूरी कभर गर्दछ? यदि यसलाई हामीले मापन गर्यौं भने निश्चय पनि तपाईँ अचम्ममा पर्नुहुनेछ। तपाईलाई विश्वास नलाग्ला, तर यथार्थ यही हो कि हाम्रो शरीरको रगतले एक दिनमा लगभग 19,312 किलोमिटर यात्रा गर्छ। अब सोच्नुहोस्, मतलब नेपालबाट अमेरिका भन्दा पनि टाढा। ब्रेन स्टोरेज क्यापासिटी। तपाईको आँखा 576 मेगापिक्सेलको हुन्छ। के तपाईलाई थाहा छ तपाईको दिमाग 2.5 पीबी को हुन्छ, अर्थात् केबी किलोबाइट, एमबी मेगाबाइट, जीबी गिगाबाइट, टीबी टेराबाइट अनि पीबी पेटाबाइट, मतलब 25 लाख जीबी। अब यो कति हो भन्ने कुरा जान्न तपाईँ गुगलमा गएर डिजिटल स्टोरेज फर्म्याट हेर्नुहोस्। तपाईको दिमागमा लगभग 2.5 पीबी सम्मको जानकारी भर्न सकिन्छ, जुन भर्चुअली अनलिमिटेड छ। सामान्य मान्छे त आधा पीबी को पनि उपयोग गर्दैन। सायद कोही बौद्धिक अनि साइन्टिस्टहरूले आफ्नो जीवनकालमा 1 पीबी सम्म उपयोग गर्न सक्छन्। अब सोच्नुहोस्, यदि कसैले 2.5 पीबी उपयोग गर्न सक्छ भने त्यसको बौद्धिक स्तर कस्तो होला?